हेलो साथीहरू, इट्स मी ज्योति रेग्मी। आज चाहिँ म दसैँको लागि भनेर चाहिँ चितवनबाट चाहिँ पर्वत जान लागिरहेकी छु। त्यसको लागि चाहिँ फर्स्टमा चाहिँ मैले चाहिँ बिहान 4 बजे उठेँ। त्यसपछि म दाँत सात मुख धोएर अलिअलि मेकअप गरेर चिटिक्कै भरेर गाडीको लागि फोन गरेँ। त्यसपछि गाडीले चाहिँ एकैछिनपछि आउँछ भन्यो। 6 बजेको गाडी रहेछ अनि त्यसको लागि चाहिँ दाइ चाहिँ बस पार्कमा जानुभएको थियो। त्यसपछि दाइलाई कुरे एकैछिन, घरि यता गर्छु घरि उता गर्छु अनि त्यसपछि भन्दा भन्दै दाइको फोन आयो। दाइको फोन आइसकेपछि मैले चाहिँ छिटो हतारमा गरेर बाटा झोला गरेर लगेँ। बाटा झोला गरेर हाकिम चोक गएँ। हाकिम चोक गएर गाडी पक्रेर त्यसपछि गाडीमा चढेँ। गाडीमा चढ्दै सिटमा बस्दै अलिअलि भिडियो बनाएँ अनि त्यसपछि छ्यालबाट अलिअलि भिडियो बनाएँ अनि भिडियो बनाउँदै बसेँ यताउति मस्केर। त्यसपछि गाडी हिँडिरहेको थियो अनि त्यसपछि गाडी हिँडिरहेको थियो अनि मुनिको बाटो आएपछि त पानी त सर परेको गर्यो। अनि त्यसमा चाहिँ त्यहाँ बस्ने आन्टीहरूले ज्यालकुलले राख्नुभएको थियो अनि पानी चाहिँ भित्रै छिर्यो कि लाउन भनेर भनिरहनु भएको थियो। अनि बस्दै पहिला चाहिँ पछाडि बसिरहेको थिएँ कि म। अनि त्यसपछि एउटा मान्छे चाहिँ आएर हामी कपाल छौँ, हाम्रो बच्चा छ, तपाईँ एकजना गएर क्याबिनमा बस्दिनु भनेपछि चाहिँ म गएर क्याबिनमा बसेको। त्यति राम्रो सिट छोडी म गएर क्याबिनमा बसिहालेँ अनि केही छैन, नो प्रब्लम भनेर अगाडि बस्दै भिडियो बनाएँ। त्यसपछि एकैछिनपछि खाजा खाने ठाउँ आयो। त्यहाँबाट हतार गएँ र हात धोएको किन थाहा, एउटा बहिनीले चाहिँ सबै मैलाथि भमिट गरिदिए अनि हात धोएपछि फेरि अब त खाजा खानु पऱ्यो। बिहान त 6 बजी हिँडेको, खाजा खाएकै थिएनौँ, खाना नि खानेकुरो भएन, पानी खाना मात्रै हिँडेको नि त। फेरि खाजा खाने ठाउँ गएँ, कुरेँ अनि त्यसपछि चाउमिन हालेको थिएँ अनि म चाहिँ रोटी लिएर हिँडेँ अनि त्यसपछि रोटीलाई कति थाहा, एउटा सुक्खा रोटीलाई 40 रुपियाँ, 2टा रोटी अनि एउटा तरकारी गरेर 40 गरेर कति 4 त्यहाँ 12 120 रुपियाँ तिरेर, होइन 4 त्यहाँ 12 त हुँदैन, 40 हुन्छ 4 त्यहाँ 120 रुपियाँ तिरेर खाजा खाएको कि मैले त्यो होटेलमा। अचम्मै लाग्यो। अनि त्यसपछि एकैछिनपछि चाहिँ त्यो रोटीले पुग्ने जस्तो छाँटकाट निस्केन। खाना त खाइरहेको थिएँ फेरि गएर समोसा लिएर आएँ। समोसालाई पनि एउटालाई 30 रुपियाँ अरे। ओ माई गड, हामी त कलेजमा 15 रुपियाँमा खाने गरेको, म त कति महँगो। अरे शिव, मान्छेले चाहिँ खान पायो भने चाहिँ त कति खान्छन्। त्यही पनि फेरि कुन्टा समोसा लिएर आएँ दाइलाई र मलाई र कम खाना लाएँ। खाने बेला यस्तो सोचिरहेको थिएँ कि अब त म त यहाँ त कहिले पनि खाँदिनँ, घरैबाट अन्डा उसिनेर ल्याउँछु, चना उसिनेर ल्याउँछु बरु, यहाँ चाहिँ खाँदिनँ भन्ने सोचिरहेको थिएँ। कम खाएँ। त्यसपछि चाहिँ अनि त्यहाँ हल्ला खल्ला भइरहेको थियो, सबै आफ्नो धुनमा खाजा खाइरहेको थिएँ, म पनि खाइरहेको थिएँ। अनि त्यहाँ ठाउँ पाउन यस्तो मुस्किल, यस्तो गाह्रो, पन रेँगेर त्यो छ नि खाजा खान राखेको हुन्छ नि बुर्सीहरू, रेँगेर 1 फन्का 3 फन्का लाएर बल्ल एउटा सिट भेट्टाएको थिएँ। त्यो पनि एउटा दाइलाई एउटा मलाई एकै ठाउँमा त पाइँदैन। म एउटा 4-5वटा सिटभन्दा पछाडि अनि दाइ चाहिँ 4-5वटा सिटभन्दा अगाडि बस्नुभएको थियो। दाइलाई हेर्दै खाँदै गरेँ। अब खाएर नि के गर्नु, गफ गर्दै अनि त्यहाँ सिटमा भएको मान्छेलाई चाहिँ बोलाउँदै गफ गर्दै गरेँ। खाना चाहिँ मिठो थियो जे होस्, तर महँगो चाहिँ महँगो नै थियो। अब केही छैन, एक दिन त हो भनौँ भने पनि 7 वर्ष भइसक्यो चितवन आएर बस्न लाग्यो। मिनिमम पनि वर्षको 4-5 चोटि त गऱ्यो होला आउनु जानु। त्यसमा कति खर्च हुन्छ बुझिराख्नुहोस् है गाई। खाजा खाइसकेपछि चाहिँ गाडीले हर्न मार्न सुरु गर्यो। अनि हतार खाइसकेपछि म गएँ, सही बाहिर गएँ।
मोबाइल तन्काउँदै अनि यस्तो मेरो त फर्स्ट टाइम हो नि त यो ब्लग। अनि यस्तो डर लागिरहेको थियो, त्यही पनि कसैले देख्दैनन् कि भनेर लुकाई मोबाइल लुकाएरै गइरहेको थिएँ। सिधै गएँ, सबै मान्छेलाई देखाएँ अनि सिधै बाटोमा पुगेँ। अनि कसरी यताबाट गाडी आयो कि नै भनेर हेरेँ। अनि कस्तो डर लागिरहेको थियो कि फर्स्ट टाइम ब्लग बनाउँछु भनेर। अनि बल्ल गइरहेको थियो नि त, गएँ अनि बसेँ एकछिन हावा खाएर। अनि गाडीमा चुपचाप लाएर चढेँ। अनि भिडियो नबनाइकन थपक्क लाएर झर्ने ठाउँसम्म पुगेर गाडीबाट झरेर त्यसपछि गाडी कुरियो एकैछिन। अनि भएन भनेर चाहिँ अनि फेरि दाइलाई फोन गरेँ। अनि दाइलाई फोन गर्दै अर्को गाडी आयो। अनि म छिटो गरेर मैले ल्याएको भाटा झोला अर्को झोला गाडीमा हालेर म चाहिँ लागेँ माथितिर। दाइलाई चाहिँ दाइ लिन आउनुभएको थियो। अनि बाइकमा आउनुभयो दाइ। अनि म चाहिँ बसमा आएँ। बस होइन जिप पनि होइन, इभी हो क्या, जुन चाहिँ फेरि आजै किनेको रहेछ। लड्डु माग्यो म दाइसँग। अनि दाइ चाहिँ के भन्नुभएको थियो भने लड्डु ल्याउने दाइ त घर जानुभयो कि नै माग्नु पर्दैन भनिरहनु भएको थियो। जे होस् आफ्नो घरको बाटो। अनि पहिलाको घर पनि पर्छ क्या मेरो घरको बाटो, घर जाने बेला अहिलेको नयाँ घर जाने बेला चाहिँ पहिलाको घरको बाटो नि पर्छ। अनि त्यही बाटो पहिला जन्मिँदै हुर्केको बाटो हेर्दै गएँ माथितिर। अनि फाइनल्ली घर आइपुग्यो। अनि चढेँ, भाडा दिएँ। अनि त्यहाँपछि त्यही बाटा र झोला बोकेर टुइ लागेँ। अनि मेरो घर चाहिँ बाटोमा छ कि। बहिनी त आउँदा बित्तिकै अँगालो मारेर मेरो दिदी भनेर खुसी भएर अनि त्यसपछि मलाई सुई हात समाएर कन्टिन्यू हात समाएर खरायो भयो त्यहाँ लै। अनि दिदी हेर्नु है मेरो खरायो, तपाईँलाई समाउन दिन्छु भन्दै समाएर नाच्दै थिएँ। मेरो खरायो कता हरायो भन्दै नाच्दै थिएँ। अनि खरायोलाई चराएँ। अनि चराइसकेपछि अनि हाम्रो घर चाहिँ अम्बा चाहिँ धेरै नै छ कि। अनि मम्मीले अम्बा लिएर आउनुभयो। अनि अम्बा खाएँ। अनि यसरी नै मेरो घर आइपुगेँ। थ्याङ्क यू फर वाचिङ गाइज।